खानेकुराहरू अट्ठिरहेको थियो, अलिक चिसोहरू पनि लाग्थ्यो कि त्यसमा। त्यतिखेर नै हामीले तपाईँको भरेको भए अहिले मैले भन्छु कि अरू दाँतलाई भर्नलाई 1000 खर्च आउँछ नि, त्यस्तै 1000मै जोडिन्छ क्या त्यो। तर अब अहिलेको हेर्नु न भित्रसम्म गइसकेको छ, बाहिरबाट भऱ्यो भने त झन् दुख्छ, बाहिरबाट टाल्नै हुँदैन। त्यसलाई अब भित्रसम्म उपचार गरेर अनि त्यसपछि बन्द गर्नु क्या। त्यो गरेपछि चाहिँ फेरि कहिले पनि दुख्दैन फेरि फर्केर। अनि अरूहरू पनि भर्नु पर्यो सबै पर्दैन उपचार गर्दा नि? यस्तो छ, 5वटा दाँत चाहिँ एकदम भर्खर सुरुवात छ होइन, सुरुवात छ। अब त्यसलाई चाहिँ ठुलो बनाएर भर्नु भन्ने कुरा हुँदैन नि त। त्यही भएर तपाईँको अलिअलि सुरुवात भएर पनि त्यसलाई रोक्नु पऱ्यो होइन। अब यो कुराहरू चाहिँ कस्तो हुन्छ भने यही कुरा अहिले तपाईँको 1000मा सेभ गर्न सकिन्छ नि, भर्न सकिन्छ नि त होइन। राम्रो मेटेरियल त्यो पनि, राम्रो मेटेरियल 1000मा भर्न मिल्छ। यही कुरा जब फेरि दुख भित्रभित्र पुग्छ, जस्तो यतापट्टि दाँतको कन्डिसन छ नि, अब यसमा हेर्नु त तपाईँको यो त अझ कभर तपाईँले सिम्पल खालको कभरको कुरा गर्नु, सिम्पल खालको दाँत कलरको कभरमा चाहिँ तपाईँको 10,000 खर्च आउने हो। अझ त्यो कभर चाहिँ तपाईँको अझै स्ट्यान्डर्ड कभर राख्नु भयो भने तपाईँको एउटै दाँतमा 20,000 पनि खर्च आउँछ। भनेको मतलब विभिन्न कभर छन्, कभर गर्ने बेलामा म देखाउँछु पनि तपाईँलाई, अहिले नत्र अहिले पनि देखाइदिनु एकछिनमा। त्यसरी तपाईँको कभर गर्नु पऱ्यो भने भनेको मतलब त्यस्तै कन्डिसनमा 20,000 पनि खर्च आउने भयो क्या। भनेपछि तपाईँको 1000को बेला चाहिँ तपाईँको पैसाको लोभ गरेर 20,000मा परिन्छ क्या खानामा। के गर्नु अब त्यतिखेर अब त्यस्तै हुन्छ। अनि यस्तै त फेरि तपाईँको 20,000 खर्च गरेर उपचार गरे पनि भर्खर त्यो सुरुवातमा 1000 खर्च गरेर उपचार गरेको चाहिँ राम्रो हुने सम्भावना बढी हुन्छ। छिटो भयो भने बेलेमा हुन्छ नि त, बेलेमा हुन्छ, बढ्न पाएको हुँदैन। भित्रसम्म पुगिसके पछाडि तपाईँको दुःख पनि भयो, खर्च मात्रै पनि भएन, 2-3 चोटि धाउनु पनि पर्छ, यसरी सुई पनि हाल्नुपर्छ। अर्को कुरा भनेको तपाईँको औषधि पनि खानुपर्छ। भनेपछि हैरानी पनि बढ्यो क्या, खर्च मात्रै पनि भएन, आफूलाई दुःख पीडा त छँदै छ। ल ल ठिकै छ।